जेमिनी प्रसिद्ध अमेरिकन कम्पनी जोन्सन एन्ड जोन्सनले भर्खरै पत्ता लगाएको क्यान्सरको औषधिको बारेमा के जानकारी छ तिमीलाई? जोन्सन एन्ड जोन्सनले मल्टिपल माइलोमाका लागि टेकभेली र टलभेलीको संयोजनबाट क्यान्सरको उपचारमा निकै राम्रो नतिजा ल्याएको छ। यी दुई औषधिको प्रयोगले क्यान्सर रोग बढ्ने र मृत्युको जोखिमलाई झण्डै 90% घटाएको छ। यो औषधि अहिले कुन कुन देशमा प्रयोग भइरहेछ? यी औषधिहरू मुख्य रूपमा अमेरिका, युरोपेली युनियनका देशहरू र स्विजरल्याण्डमा स्वीकृति पाएर प्रयोगमा रहेका छन्। अन्य देशहरूमा भने स्वीकृति प्रक्रिया चलिरहेको हुन सक्छ। यो इन्डियामा पनि आइसक्यो भन्ने छ नि, इन्डियामा आइसक्यो हो यो औषधि? औषधिहरूले भारतमा नियमित स्वीकृतिको औपचारिक प्रक्रिया पूरा गरिसकेका छैनन्, तर विशेष व्यवस्था अन्तर्गत आवश्यक कागजात र चिकित्सकको सिफारिसमा केही बिरामीहरूले यिनलाई प्राप्त गर्न सक्ने व्यवस्था छ। यो औषधिको नाम के हो र यो कसरी प्रयोग गरिन्छ? यी औषधिको नाम टेकभेली र टलभेली हुन्। यी दुवैलाई छालामुनि सुईको माध्यमबाट दिइन्छ। अभिभान्ताना, जसलाई रेइब्रेभेन्ट पनि भनिन्छ, त्यो छुट्टै औषधि हो। यो मुख्य रूपमा फोक्सोको क्यान्सरको एक प्रकारको उपचारको लागि प्रयोग गरिन्छ। टेकभेली र टलभेली जस्तो मल्टिपल माइलोमाको लागि होइन। रेइब्रेभेन्ट पनि आधिकारिक रूपमा नेपाल र भारतमा उपलब्ध भएको छैन, तर विशेष व्यवस्था अन्तर्गत आवश्यक प्रक्रिया पूरा गरेर यसलाई प्राप्त गर्न सकिन्छ। यो औषधिले कस्तो काम गर्छ? अहिलेसम्मको यसको रेस्पोन्स कस्तो छ? जोन्सन एन्ड जोन्सन कम्पनीको हो, त्यसको विषयमा मैले सोधिरहेको। रेइब्रेभेन्टले फोक्सोको क्यान्सरमा विशेष प्रकारको प्रोटिनहरूलाई लक्षित गर्छ, जसले क्यान्सर कोषहरूको वृद्धि रोक्न र तिनीहरूलाई नष्ट गर्न मद्दत गर्छ। यसका क्लिनिकल नतिजाहरूले बिरामीहरूको बाँच्ने दर बढाउनमा निकै प्रभावकारी देखिएको छ।